ल गाइज अब चाहिँ म काट्छु दामी। वेलकम गाइज, तपाईँलाई फेरि पनि स्वागत छ मेरो एक नयाँ भिडियोमा। तपाईँहरू सन्चै आरामै हुनुहुन्छ होला, म पनि एकदम सन्चै आरामै छु। आज चाहिँ स्पेसल डे, सबैलाई ह्याप्पी माघे सङ्क्रान्ति। सबैजना स्वस्थ मस्त र व्यस्त रहनु होला, विभिन्न खाने परिकारहरू खानु होला। अब चाहिँ गाइज म होइन मेरो एउटा कुखुरो ल्याएको छौँ हामीले बजारबाट। त्यो कुखुरो चाहिँ त्यहाँ पर देउताको थान छ, अब त्यहाँ गएर काट्नु छ। त्यही भएर मेरो भाइ र म जाने भनेको। यहाँ भाइ सुत्दै छ, साह्रो उठ रे जाने नै त्यहाँदेखि गइजाने हो है। लगाइछ साह्रो उठ्दैन, म एक्लै जान्छु टक्क त्यहाँ गएर त्यो कुखुरो काटेर ल्याउँछु। अनि त्यसपछि मलाई तल गाउँतिर जानु छ, एकछिन गाउँतिर गएर आउँछु। तेरा बुवा आउँदा बुवा चाहिँ भिडियो नआउनु ल गाइस, मैले यसको खुट्टा धोइदिइसकेँ। देउतालाई दिने चाहिँ खुट्टा धोइदिनु पर्छ है, टक्क अब जानुपर्छ यसलाई। मसँग हतियार पनि छ यसलाई काट्नको लागि। ल गाइस, तेरो आज मृत्यु छ केटा, मृत्यु। यो गाइस खासै यो काम चाहिँ नराम्रो है, अरूको ज्यान फालेर आफ्नो खुसियाली मनाउने यो काम चाहिँ खासै मलाई ठिक लागेन। अब पहिल्यैदेखि गरेको, अब अहिले आएर अब नगरौँ भन्ने पनि हुँदैन। तर यो काम चाहिँ खासै ठिक होइन है गाइज। अब अर्काको ज्यान फालेर आफू खुसी पनि कसरी हुन्छ यार। हामी खासै मानिसहरू त होइनौँ। तै पनि पहिल्यैदेखि अब चलिआएको, अब गर्नु मिलेन गाइज। यो चाहिँ मेरो स्याउको बगैँचा है, यी तल धेरै छैनन्, 20-25वटा रुख छन्। अब चाहिँ सिजनको बेला चाहिँ स्याउ फल्छन् भन्नाले एक वर्ष स्याउ फल्छन्, अर्को वर्ष फल्दैन। अब त्यहाँ पनि छ मेरो ठुलो बगैँचा गाइज होइन। पर चाहिँ 100भन्दा धेरै नै होलान्, अघि देखाएको चाहिँ अलि सानो हो। लगाइछ म त्यो कुखुरो काट्ने ठाउँ अब एकछिनमा पुग्छु, 5-6 मिनटमा। र म सिधै त्यहीँ भेट्छु है हजुरहरूलाई। ल गाइज, म यहाँ थानमा पनि पुगिसकेँ। त्यसको लागि सबैभन्दा पहिला यहाँ थानमा यो ध्वजाहरू बान्नुपर्छ है। म यो ध्वजा बान्छु पहिला, अनि त्यसपछि चाहिँ यो काट्छु। ल गाइज, ध्वजा बानिसकेँ। ध्वजा बानिपछि यो मास चामल भन्छ, यो चामल र है गाइज। ल यो चाहिँ यहाँ चढाउनु पर्छ। ल गाइज, अब चाहिँ म काट्छु। ल गाइज, फाइनली यो कुखुरा चाहिँ काटियो। अब म घर जान्छु, त्यसपछि यसलाई भुत्लाउनु पर्छ। भुत्लाउने काम चाहिँ मैले गर्दैन होला, बोले गर्नुहुन्छ। म चाहिँ उता गाउँतिर काम छ, एकछिन गाउँतिर जानु छ। ल गाइज, अब चाहिँ कुखुरा काटिसक्यो, म चाहिँ घर जान लाग्छु। यो कुखुरा काट्दाखेरि चाहिँ गाइज होइन, यो कुखुरा धेरै यताउति चलेर मेरो हातभरि यहाँ शरीरभरि भएछ रगत, मोबाइलभरि पनि भएछ, मोबाइलमा पनि परेको छ। केही छैन, तर पनि म घर गएर सफा गर्छु। यही ठाउँमा है मैले काटेको, यहाँ देखिरहेको छ, यसको मुनि हो मैले काटेको। आज चाहिँ माघे सङ्क्रान्ति है। अब भिडियो ठ्याक्कै आज माघे सङ्क्रान्ति पनि आजै त आउँदैन होला, भिडियो 1-2 दिन पछि आउँछ। तैपनि सबैजना हेरेर साथ सपोर्ट गर्नु होला गाइज होइन। अब म घरतिर जान्छु, घर गएर फेरि टक्क आफ्नो कामतिर जान्छु है। ल गाइज, त्यही हो गाइज। मैले बाटोमा हिँड्दै चाहिँ एउटा भङ्गेरा मरेको देखेँ है। देख्न सक्नुहुन्छ बिचरा कसरी मरेको छ। अब गाइज, त्यो माघे सङ्क्रान्तिमा हजुरहरूकोमा के हुन्छ त्यो थाहा भएन। हाम्रो चाहिँ यो गाउँतिरको माघे सङ्क्रान्ति खासै त्यस्तो विशेष केही हुन्न, सामान्य हुन्छ। यो मासु खाइन्छ है, सेलहरू पकाइन्छ, अनि तरुलहरू खाइन्छ, त्यो गुन्जीहरू खाइन्छ।
त्यति हो। हजुरहरूकोमा के गरिन्छ यो माघे सङ्क्रान्तिमा कमेन्ट चाहिँ गर्नु होला। हाम्रो चाहिँ यो केही हुन्न खासै, सामान्य हो। तपाईँहरू चाहिँ के हुन्छ कमेन्ट गर्न पनि नबिर्सनु होला। म चाहिँ अहिले मेरो बगैँचामा पुगिसकेको छु। ठुलो छ बगैँचा, यहाँदेखि तल छ है, तल डिलोसम्म, यहाँदेखि माथिसम्म छ, ठुलो छ। यो चाहिँ स्याउ फल्यो भने नि गाइज होइन खाइ नसक्नुहुन्छ गाइज। मद्दी त कुहिएर जान्छन्, आधी बेचेर जान्छन्, आधीभन्दा ओभर खाएर जान्छन् है। स्याउ फल्यो भने त गाइज फेरि ओभर हुन्छन्। 1 वर्ष फल्ने 1 वर्ष नफल्ने हुन्छ। फेरि नफल्ने वर्ष त फेरि गाइज है खाने स्याउ पनि पाइँदैन। ल गाइज म फाइनल्ली घर पुगिसकेँ, कुखुरा काटेर अब यसलाई भुत्लाउनु पर्छ। ल त्यही हो। ल गाइज फाइनल्ली कुकुडो भुत्लाएर रेडी हुन लागिसक्यो। एकछिनमा रेडी हुन्छ ट्याक्क। त्यसपछि मासु सासु फ्राई गर्नुपर्छ। पिस बनाइसकेपछि यति भयो फाइनल्ली मासु। यता पनि छ बाँकी, टक्क पारेर यति भए छ है। र गाइज अब चाहिँ म मासु बनाउन लागेको छु है। अब गाउँघरमा यस्तै चुलोमा भुटिन्छ। ल लसुन हालियो, बेसार हालिन्छ, ल गाइज अब चाहिँ मासु हाल्छु है। यो अनि यहाँ भाइले चाहिँ लसुन खोर्साउँदैछ, भर्खर उठिरहेछ यताबाट साग। म चाहिँ कुखुरा काटेर आइसकेपछि उठेको। अब चाहिँ म यो टक्क पारेर भुट्छु। त्यसपछि खानासाना पकाएर खानुपर्छ। अनि त्यसपछि सेल हाल्नुपर्छ। लगाएर एकछिन यसलाई 5-6 मिनटसम्म पानी नहालेर थालले छोपिदिनुपर्छ। सेल बनाउनको लागि पिठो कुटिँदैछ यता, चामलको पिठो है गाइजी। यसलाई चाहिँ यो तलको भाँडोलाई चाहिँ दुम्चिया भन्छन्, अनि यो माथिको कुट्नेलाई चाहिँ मुसुल भन्छन्। यसरी कुटेपछि टक्क चाल्नुमा हालेर चालिन्छ। त्यो चाल्नेवाला देखाउँछु। ल गाइज म चाहिँ तल आइसकेँ। यो पिठो चाहिँ यसरी चालिन्छ होइन, टक्क यो चाल्नुमा हालेर हो यसरी चालिन्छ। मन्ठ नदेखाउने पिठो देखाउने दि देखाए त हुँ त तिमी गर्न भाइरल होली त। यो पिठो चालिसकेपछि यो माथिको बचेको चाहिँ फेरि कुट्नुपर्छ। माथि चाहिँ मासु डढिसक्यो होला, म चाहिँ माथि जान्छु। ल गाइज मासु फाइनल्ली पाकिसकेको छ। ल हेरौँ गाइज, खाउँ लाग्दो भएको छ। ल गाइज मासु त मैले सारिसकेँ। अब यसलाई एकछिन छोप्नुपर्छ। गाइज म चाहिँ अब नुहाउनतिर जान्छु। नुहाइसकेपछि भेटौँला। हस् त गाइज हामीले चाहिँ खानासाना खाइसक्यौँ, पेट टन्न भइसक्यो है। अब चाहिँ हामी आज चाहिँ माघे सङ्क्रान्ति, त्यसको उपलक्ष्यमा अब अरू परिकारहरू बनाउँछौँ। एकछिन पछि सेल हाल्छौँ। अहिले चाहिँ हामी यो गुन्जी पखाल्छौँ है। गुन्जी पखाल्ने सबै गर्ने मम्मी मात्रै नहुने पनि भयो। लास्ट राखौँ न। गुन्जी भनौँ 2 केजी ल्याएर थोरै छ गाइज, 1 केजी मात्रै हो। थोरै एक अलिअलि माघे सङ्क्रान्तिमा चाख्नको लागि। ल गाइज पखालिसके। अब चाहिँ टक्क हामी माथि गएर पकाउँछौँ। गाइज कपडा सपडा धोएर भर्खर सकियो। एकछिन घाम ताउनुपर्छ। त्यसपछि माथि घरमा सेल बनाइरहेछन्, त्यहाँ गएर टक्क सेल खानुपर्छ। ल गाइज त्यही हो है, घामसाम ताउनुपर्छ। अलि चर्को घाम लागिरहेको छ, चिसो भइरहेको छ। कपडा धोएर घाम ताप्यो भने टक्क जानुपर्छ। एकछिन घाम तापौँ, त्यसपछि टक्क गएर माथि घरमा सेल खानुपर्छ है।
सेल बन्दै होला माथि एकछिनमा जान्छु ल गाइज यहाँ पाकिरहेछ सेल म खाँदैछु दामी सेल थोरै यति 4-5 वटा मात्र भएको छ पिठो त्यहाँ छ है हाल्ने चिज चाहिँ त्यो बोतलले हो ट्याक्कै हाल्ने को मम्मी हाल्ने मम्मी भन्ने थाहा नि ल कति दामी बन्यो है यो सेल अहिलेसम्मको बेस्ट सेल चाहिँ यही भइरहेछ है सबभन्दा बेस्ट सेल चाहिँ खाउँ मम्मी एउटा किन खाउँ एउटा खाने हो मागे सलाती सेल मिठो छ है गाइस ल अहिलेसम्मको बेस्ट सेल चाहिँ यही हो अब यहाँबाट राम्रो बन्दै जान्छ होला यसरी हालिन्छ यो बोतलले ट्याक्कै यसरी हालिन्छ हजुरहरूकोतिर कसरी हाल्छन् कमेन्ट गर्नु होला है फेरि पनि सबैलाई हाँसी मागे सङ्क्रान्ति यहाँ त्यही हो त्यो के अरे गुन्जी त्यो पनि ल्याएको थियो त्यो पनि एकछिन लगाइछ अब चाहिँ म यो क्या पनि धानेकन यो गुन्जी खान्छु है नखुर्साइकन खाने मम्मी खुर्साइकन खाने नखुर्साइकन खाए पनि त भयो त टक्क यसको खाला खुर्साउनुपर्छ गुलियो हुन्छ है गाइस गुलियो तितो खाने अलि बिग्रेको रहेछ अलिक तितो छ ल गाइस हाम्रो यतातिरको माघे सङ्क्रान्तिमा त्यस्तो विशेष केही हुँदैन यही हो एक थालले हो के भन्छ गुन्जी अनि यहाँ छ सेल ट्याक्कै यही हो है अनि मासु चाहिँ अघि खानामा खाइहालियो टन्नै त्यो चाहिँ मासु देखाएको थियो अगाडि त्यति हो विशेष केही हुँदैन त्यो मासु यो सेल अनि यो गुन्जी यही मात्र हो विशेष अरू खासै केही हुँदैन त्यस्तो तपाईँहरूकोतिर के हुन्छ र कमेन्ट सेक्सनमा कमेन्ट गर्नु होला अनि हामी चाहिँ नेक्स्ट भिडियोमा छिट्टै नै भेट्नेछौँ त्यति बेलासम्मको लागि बाई बाई टाटा एन्ड टेक केयर सबैलाई फेरि पनि ह्याप्पी माघे सङ्क्रान्ति